खोइ काट्छ हामीले के गरे कि खोइ कुहाने लुका कहिले ल्याएको मासु कति खाने भन्नलाई होला भन्दै थिएँ क्या म चाहिँ सरप्राइज गर्नुभएको अरे क्या मनाएको ओरेको केही होइन यहाँ सरप्राइज दिएको अरे क्या मलाई थाहा नै धना है धना धना मगर यो कहाँ गयो शुभकामना सबैलाई धेरै धेरै धन्यवाद है भयो यस्तो चाहिँ लुलु खाइहाल्नु न अलिअलि अनि यहाँ खाएर म त मामालाई उता दिनु म त थाहै बिर्सिहाल्छु टिका लगाइदिनु न छाती दुखेको छ क्या हुन्छ ह्याप्पी बर्थडे बुढी थ्याङ्क यू उहाँलाई खुवाउनु अनि ल यो माफै खान्छु काकालाई दिन्छु पहिला अनि है मलाई कपी बनाइदेऊ त अनि म जान्छु ल काट्ने सबैलाई धन्यवाद ल त्यो यो सरप्राइज त मलाई थाहा थिएन है यो त झन्नै आँसु आयो खुसीको आँसु फेरि भाइ मात्रै पो देख्छु त हामीले भाइलाई अगाडि पठाएको यहाँ बोलाउनलाई भित्र उसमा अप्ठ्यारो हुन्छ थाहा थिएन भाइ त फेटेटे गर्ने हो नि त अनि त्यही भएर हामीले मलाई थाहा नै छैन क्या योभन्दा 8-9 वर्ष अगाडि यसरी नै पुर्नेर बाह्रै मिलाएको थियो त्यतिखेर त झन् केही पनि नगरेको अहिले त शुभ जन्मोत्सव एकदम राम्रो रोग भेग सबै जाओस् आजको सरप्राइजले सबै सुविस्ता हुनु नमस्कार तपाईँ पनि खानु माइजो भन्छे ल बुढी ह्याप्पी बर्थडे आज तिम्रो जन्मदिन शुभ रहोस् रोगब्याध दूर होस् ल बुढी है एकदम थ्याङ्क यू बुढा होइन भान्जे हजुर मामा ह्याप्पी बर्थडे पाउनु म यो पिचकारी पनि मैले ल ह्याप्पी बर्थडे अनि रहेछ पो